साथीहरु नमस्कार। सन मल्टिमिडियामा सबैलाई स्वागत छ। साथीहरु आजको भिडियोमा हामी चाहिँ यो तावेल अलराजी अथवा बन्द भइसक्यो, त्यसपछि त्यो एपले काम गरे छैन। अब एटीएममा गएर अलराजीको एटीएममा गएर कसरी पैसा पठाउने एटीएमबाट डाइरेक्ट भन्ने विषयमा कुरा गर्दै छौं। जस्तै अब तपाईको तावेल अलराजी एपले काम नगरेपछि अब एटीएममा गएर तपाईले पैसा पठाउन सक्नुहुन्छ सजिलै। नजिकमा भएको जुनै पनि एटीएममा गएर तपाईहरुले पैसा पठाउन सक्नुहुन्छ। जुन एटीएमबाट पैसा निस्किन्छ त्यो एटीएमबाट पठाउन पनि मिल्छ। त्यही भएर अब तपाईले एटीएममा जानुस् सबभन्दा पहिला, अनि एटीएममा गएपछि त्यहाँ गएर ल्याङ्ग्वेज इंग्लिश सेलेक्ट गर्नुस्। त्यसपछि गएर अब त्यहाँ ट्रान्सफर भन्ने अप्सन आउँछ, ट्रान्सफरमा टच गर्नुस्। ट्रान्सफरमा टच गर्दाखेरि इन्टरनेशनल ट्रान्सफर भनेर एउटा हुन्छ, इन्टरनेशनल ट्रान्सफर टु बैंक भन्ने एउटा हुन्छ, अनि इन्टरनेशनल इन्स्ट्यान्ट ट्रान्सफर टु क्यास भन्ने तीनटा अप्सन छ। यहाँलाई हेर्नुस्। अब मैले सबभन्दा माथि ट्रान्सफरको अप्सन चुज गरेँ, त्यो बैंकमा जान, बैंकको एकाउन्ट नम्बरमा, त्यसबाट ट्रान्सफर हुन्छ। अब क्यास पठाउन छ भने सबभन्दा लास्टमा फेरि अर्को अप्सन छ, इन्स्ट्यान्ट इन्टरनेशनल क्यास भन्ने छ, लास्टको अप्सन हेर्नुस्। यहाँ ब्याक आउँदैछ, ल हेर्नुस्। अब त्यो लास्टको अप्सन छ, त्यसमा चाहिँ नि त्यसमा क्लिक गर्नु, ट्रान्सफरमा क्लिक गरेपछि इन्टरनेशनल क्यास भन्ने लास्ट भन्दा अलि मास्तिर सेकेन्ड लास्ट भनौँ, त्यसमा गएपछि तपाईको बेनिफिसियरी देखाउँछ। त्यहाँ तपाईले पहिला पठाएको सबैको नामहरू देखाउँछ। त्यसमा अब कसलाई पठाउन छ भनेर हेर्नुस्। अब त्यहाँ त्यसमा नाम छैन भने नेक्स्ट पेज खोल्नुस्। नेक्स्ट पेजमा अब तपाईले पठाउन भएको जति पुरै बेनिफिसियरीहरू त्यो नेक्स्ट पेज गर्दै गएपछि त्यहाँ देखाउँछ। अनि आफ्नो सेलेक्ट गर्नुस् कुन मान्छेलाई पठाउने हो। अनि त्यसपछि गएर त्यहाँ इनपुट अब कति एसआर पठाउने, साउदी रियल कति पठाउने भनेर छ, त्यहाँ आफूले टाइप गर्नुस् कति पठाउने भनेर। त्यो आफूले पठाउन लागेको रकम टाइप गर्नुस्। टाइप गरिसकेपछि नेक्स्ट त्यसपछि गएर ओके भन्छ, त्यहाँ ओके नेक्स्ट भन्छ, क्यान्सल अथवा नेक्स्ट अथवा एडिट भन्छ। एडिट भनेपछि अब तपाईले अलिकति बढाउन नि पायो। अब ओके छ, यति पठाउने हो भन्ने छ भने त्यसलाई ओके गर्नुस्। ओके गरिसकेपछि यस्तो शिफ्ट आउँछ, त्यहाँ त्यसमा आउँछ। तपाईले यसलाई चाहिँ फोटो खिचेर पनि राख्न सक्नुहुन्छ, अथवा चाहिँ नि तपाईको त्यहाँ एउटा रसिद पनि आउँछ, त्यो पैसा आउने ठाउँबाट एटीएमबाट त्यो रसिद हो, यस्तो खालको रसिद आउँछ। अनि तपाईको नयाँ त्यो एटीएममा पनि आएको फोटो पनि खिच्न सक्नुहुन्छ, नयाँ तपाईको मोबाइलमा पनि मेसेज हुन्छ। हस् त साथीहरु, आजको लागि यति नै, थ्यांक यू। अनि केही कुरा बुझ्नु भएन भने साथीहरु कमेन्ट गर्नु होला, कमेन्टमा मैले सबै कुरा बताउने छु। हस् त, धन्यवाद साथीहरु।